रोजगारीको लागि विदेश जानुभएको छ नि नेपाली दाजुभाइ हजुर हजुर मेन टपिकै त्यही छ अहिले नेपालको तिनीहरूलाई नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ समाजमा मान्छे आनन्दले बाँच्न सक्ने सुशासन र विधिको शासन स्थापित गर्नुपर्छ ल आज चाहिँ यता हाम्रो गाउँतिर पनि पुरै घन्टीको आज चुनावी माहौल चलेको छ जय घन्टी ल देख्न सक्नुहुन्छ है त ल घन्टी बजाएर चाहिँ एकदम बवाल तरिकाले ठिक छ ल जय घन्टी ल उम्मेदवारसँग भेटेर कुराकानी गर्ने बेला के गर्ने बेला अरे कुराकानी गर्ने बेला घन्टी चाहिँ चाहिने पो मलाई हिँड्दाखेरि चाहिने पो बजारै हिँड्ने हो घन्टी घन्टी चाहिँ साथमा चाहियो नि होइन हिँड्नु पर्यो नि त एउटा मलाई घन्टी चाहिँ चाहिने भयो घन्टी चाहिने भयो घन्टी त भाइ अब एउटालाई सानोलाई पनि 1000 रुपैयाँ भएन नि त कहाँ भयो अब त्यसको त अनि कहाँ हुन्छ बरु ब्याज भन्नु झन्डा भन्नु होइन मेन गरी घन्टी चाहिएको यो भनेको अहिले फन्डमा पैसा कसैको केही छैन स्वतन्त्र रूपले आफूले स्वइच्छाले किन्ने बजाउने हो क्या भाइ भाइले भिडियो गरिराख्नु भएको रहेछ यस्तो कुरोमा हामीले सबै नेपाली परिवर्तनको पक्षमा हामी त सधैँ सबै उभिदिनु होला अब हामीले हिजोको दिनमा नेपाली काङ्ग्रेस नेकपा एमाले माओवादी सबैलाई हेरेका छौँ हजुर उहाँहरूको योगदान अतुलनीय छ गणतन्त्र ल्याउने कुरामा उहाँहरू हाम्रो अग्रज हो सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ र उहाँहरूबाट यो देशलाई गणतन्त्र दिलाउनु भयो हामीहरूलाई बोल्ने अधिकार दिनुभयो स्वतन्त्रता दिनुभयो उहाँहरूलाई सम्मान गर्दै अब आउने दिनमा चाहिँ हजुर अब जति जनताको अपेक्षा थियो उहाँहरूले त्यो पुरा गर्न सक्नु भएन हजुर त्यसैको लागि अब परिवर्तनको निमित्त राष्ट्रिय स्वतन्त्र पार्टी घन्टी आएको छ एकचोटि मौका दिनुहोस् उहाँहरूले पनि केही गर्न सक्नु भएन जनताको भावना अनुसार चल्न सक्नु भएन भने त्यो पछाडि सोचौँ तर यो 82 साल फागुन 21 गते हुने निर्वाचनमा सम्पूर्ण मिक्लाजुङवासीलाई घन्टीमा भोट लाएर सहयोग गरिदिनुहोस् एकचोटि हामीले हेर्नै पर्छ हेरौँ सबैले सहयोग गरौँ भन्दै म नन्द कुमार यति भन्न चाहन्छु जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी घन्टी पनि साथसाथमा छ उहाँसँग प्रश्न तपाईँले हजुर नमस्कार बुवा नमस्कार जय घन्टी जय घन्टी हजुरको शुभ नाम भन्नुहोस् न मेरो नाम लक्ष्मी प्रसाद पौडेल पहिले चाहिँ मेरो कमरेड आनन्द भन्थे पहिला चाहिँ कमरेड आनन्द अनि यो अलिकति चुनावको बारेमा घन्टीको केही भनिदिनुहोस् न तपाईँको विचारहरू के छ त अब परिवर्तनको नयाँ रूप भनेको छ घन्टीलाई होइन त्यसबारे यहाँ तपाईँको सोच विचार के छ अलिकति प्रश्न बनाइदिनु न मेरो सोच विचार भनेको म चाहिँ पञ्चायती कालदेखि चाहिँ पद्मसुन्दर लाउतीको छाता लेख्दै हिँडेको मान्छे हजुर काङ्ग्रेसको उम्मेदवार भएर पनि हिँडेको हजुर अनि त्यहाँदेखि एमाले पनि भएको हजुर र माओवादीबाट चाहिँ 12 वर्ष जति घर छोडेर पुरा अहिले केन्द्रीय सल्लाहकार भएर चाहिँ अहिले पनि प्रदेशको सदस्य हिजोअस्तिसम्म थिएँ त्यसो भए तपाईँलाई पहिलेदेखिको पार्टीको बारेमा के कसो सबैको थाहा छ पार्टीको बारेमा नेताका बारेमा हजुर त्यो काङ्ग्रेसको के अरे जनवाद समाजवादले जाने कुरा पनि थाहा छ हजुर होइन हजुर त्यो मार्चपाल लेजमा माओवाद र प्रचण्ड पथ भन्ने पनि थाहा छ हजुर होइन त्यहाँ नेताले के भन्थे र गरे के ती कुरा पनि सबै छन् के भने के गरे सबै के गरे के गर्दैछन् अहिले गर्दाखेरि सहकारीका चोर जति सबै एमाले हजुर देशलाई खुङखार बनाएर चाहिँ देशका उद्योग कारखाना बेचेर खाने काङ्ग्रेस हजुर हजुर कुन्टेलका सुनचोरका मालिक हजुर माओवादी अनि यिनीहरू भन्दा सबैलाई हेरिसक्यो अब यसलाई एकचोटि हेरौँ सबै नेपाली सारा हस् ल जय घन्टी जय घन्टी हजुर नमस्कार सर नमस्कार अनि यसपालि अब थोरै घन्टीको हामीहरू अब जिते पछाडि चाहिँ हामी के गर्ने सोच छ तपाईँको यहाँ अलिकति कमी कमजोरीहरू त धेरै छन् यहाँ हाम्रो ठाउँमा पनि होइन पहिलो तपाईँको परिवर्तन चाहिँ के हुन्छ यहाँनिर पहिलो परिवर्तन चाहिँ हामीले के गर्नुपर्छ भने हजुर
आज जति रोजगारीको लागि विदेश जानुभएको छ नि नेपाली दाजुभाइ हजुर हजुर मेन टपिकै त्यही छ अहिले नेपालको तिनीहरूलाई नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। हजुर त्यसका लागि के गर्नुपर्छ भन्दा पहिलो कुरा हजुर हामीले यही भूमिमा हजुर यही भूगोलमा यही नेपाली माटोमा सम्भाव्यता अध्ययन गरेर ती सम्भाव्यताहरूको प्रभावकारी प्रयोग गर्नुपर्छ। जस्तै पर्यटनको कुरा भयो होला, जस्तै कृषिको आधुनिकीकरणको कुरा भयो होला, जस्तै खाने उत्खनन भयो होला, जस्तै वनलाई धनको रूपमा कन्भर्ट गर्ने कुराहरू भयो होला। यी र यस्ता विषयहरू अर्थात् रोजगारीका अवसरहरू सिर्जना गर्ने र नेपालमा उत्पादन गरेर विदेशमा बिक्री गर्ने। तपाईँले प्रयोग गर्दै गरेको क्यामेरा जस्तै अर्को क्यामेरा बनाउने, त्यो क्यामेरा बनाउँदा रोजगारीका अवसर सिर्जना हुन्छ। विदेशमा लगेर बेच्दाखेरि विदेशी पैसा नेपालमा आउँछ, देश पनि धनी हुन्छ अनि रोजगारीका अवसर पनि सिर्जना हुन्छन्। दोस्रो कुरा चाहिँ हामीले के गर्नुपर्छ भने यी पुराना दलहरूले विकास भन्छन्, हामी विकासको पूर्वाधार भन्छौँ नि, बाटो, बिजुली बत्ती, खानेपानी, सरसफाइ यी आदि इत्यादि चिजहरूको तर्फ त हामीले काम गर्नै पर्छ। मूल कुरा हामीले के गर्नुपर्छ भने समाजमा मान्छे आनन्दले बाँच्न सक्ने सुशासन र विधिको शासन स्थापित गर्नुपर्छ। भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ र प्रतिशोधको राजनीति गर्नु हुँदैन। यी र यस्ता विषयहरूमा नै हाम्रो आवाज हुनुपर्छ भन्ने मलाई लाग्छ। हस् त, धन्यवाद हजुरलाई। धन्यवाद सबैजनालाई धन्यवाद। जय घन्टी। यसपालिको परिवर्तन घन्टी।